अहिले चाहिँ म रागिनास फोर्ट भिजिट गर्न आइसकेको छु। अब यहाँबाट भ्यू हेर्छु मैले। के छ भाइ? के हो तिम्रो नाम? डोन हो क्या तिमी यहाँको? ल्याएर जताउने हो। ल गाइस, यही हो डेस्टिनेसन। अब यहाँबाट भ्यू हेर्नुपर्छ। यो छ आजको वेदर। बल्ल तल घाम लाग्न लागेको अवस्था छ। हप्ता दिनको भारी वर्षात पछि आज बल्ल घाम लागेको अवस्था। यो छ रागिनास फोर्टको भ्यू। अब माथि गढतिर जान लाग्यो। सही देखियो यार पछाडि त कुहिरोहरू त पुरै पड्काएको छ यार। कहाँबाट आयो त नि यहाँ? हेलो बाइकै पल्ट्यो यार। झन् खिचिदिएको त झन् पल्टाइदियो रहेछ। त्यसले यहीँ खिच्यो भने हेरिरहेको जस्तो लाग्यो। हुन त त्यस्तो होइन, कुद्यो उक्लिँदाखेरि हो। सही छ है यहाँ नि, बाटो चाहिँ खतरा हो चाहिँ। अब यहाँबाट चाहिँ सिँढी चढाउँ। मन्दिरसम्म अब कुदेर जानु पऱ्यो फेरि यार। त्यहीँबाट दौडेर आउँदा पनि थाकेको। वाउ, अहिले सिन खुल्दैछ है। अब लास्ट टप। अब आइयो टप शिवालय मन्दिर। यहाँ त मिनेटमा फेरबदल भएर नि। ल केही न केही पनि देखेन अहिले। शिव मन्दिर राम्रो फुलेको रहेछ है। अब यहाँ माथिबाट हेरौँ न एकपटक। केही नै देखेन त। ल गाइज, अहिले चाहिँ
भ्यू टावर टपमा, तर भ्यू भने केही पनि खुलेन। ब्याड लक। अब कतिखेर खुल्छ अब वेट गर्नु पर्यो। ओ नाइस भ्यू। नाइस भ्यू। फेरि टोली अब फेरि अर्को ठाउँ जाँदै, कहाँ जानु लाग्यो नि आज केटाहरूलाई रमाइलो छ। अब हामी पनि फर्किने खैरिएर सिधै। अहिले दामी घाम लाग्यो।